मिस्टेक छ भने चाहिँ त्यसलाई सुधार्नका लागि 1 हप्ताको समय दिएको छ। त्यसको लागि पनि अघि नै भिन्दाले पनि भनिसक्नु भएको छ। फेरि त्यो कुरालाई पनि फेरि मैले दोहोऱ्याउन चाहे हैन। त्यो कारणले गर्दाखेरि हामी एउटा संगठनलाई बनाएर जानुपर्छ। जसले गर्दा संगठनको रूपमा चाहिँ कसैले चाहिँ एउटा राजनीतिकमा चाहिँ साठगाँठ गरेर चाहिँ एउटा चाहिँ खेलो गरेको खण्डमा चाहिँ खबरदार भन्न पनि चाहन्छु। कसैले पनि राजनीतिकरण नगरिकन एउटा चाहिँ एउटा संगठन समितिमा जसरी हामी एउटा आबद्ध भएर हिँडिरहेछौँ, जसले गर्दाखेरि चाहिँ यत्रो जनता कसैले जानु भएको छ, कसैले जानु भएको छैन, तर यत्रो संगठन हुँदै पछिको पिरियडमा चाहिँ एउटा राजनीतिकरण गरेर पैसासँग साठगाँठ गरेर चाहिँ कमाउने भाडा चाहिँ कसैले पनि नगरिदिनु होला। नेतृत्व गर्ने वर्गहरूले पनि कसैले पनि नगरिदिनु होला। र एउटा चाहिँ के भने यो हाम्रो यो समस्या समाधानको निमित्त हामीले एकता रूपले अगाडि बढ्नुपर्छ। जसरी एउटा एकता रूपले चाहिँ हामी अगाडि अहिलेसम्म बढिरहेको छ। 3 महिनाको कार्यकालसम्म पनि हामीले एउटा संगठनलाई दह्रो बनाएर उभिएका छौँ। जसले गर्दाखेरि हरेक कुरामा चाहिँ हामीले चाहिँ के अरे यो विषयमा चाहिँ हामी फुट्न हुन्न भन्ने कुराहरू बारम्बार दोहोऱ्याइरहेका छौँ। यसको लागि चाहिँ हामी एकता रूपले अगाडि बढ्नेछौँ भन्दै सम्पूर्ण उपस्थित हुनुभएका अतिथिज्यूगणहरू र अनि सम्पूर्ण उपस्थित भएको बुवामा तथा दिदीबहिनीहरूलाई मैले कुनै कुराहरू भन्दाखेरिको पेटमा यदि कसैको चित्त दुखेछ भने त्यो चाहिँ के अरे त्यसमा चाहिँ मैले चाहिँ आफ्नो जिज्ञासालाई मेटाउनुको निमित्त मैले भने त्यो कुरामा चाहिँ तपाईँले पनि माइन्ड नगरिदिनु। तर त्यसको कुराहरू मैले जुन कुरा गरेँ त्यसलाई एक्सप्रेसन पनि पारिदिनको लागि पनि हार्दिक अनुरोध गर्दै र सम्पूर्णलाई मेरो म यस कार्यक्रमबाट बिदा हुन चाहन्छु। हस्त नमस्कार।